भजन सङ्ग्रह 147 को 8 पद। उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ। 27 तारिख मार्च महिनाको 2025 वर्षमा हामी परमेश्वरको सृष्टि ताजमानियाको होबार्ट सिटीलाई हेर्न हामी जाँदैछौँ। म र मेरो परिवार आकाशलाई छिचोल्दै अति उच्च हाइटमा हवाईजहाज उड्दैछ। परमेश्वरलाई म धन्यवाद दिँदैछु मनबाट, हृदयबाट, कि परमेश्वरको सृष्टि कति सुन्दर छ। हामी बिहानको 8 बजे होबार्ट सिटी पुग्यौँ र सर्वप्रथम हामी माउन्ट वेलिङ्टन भन्ने ठाउँमा हामी गयौँ, जो चाहिँ अति उच्च हाइटमा रहेको छ। यहाँको आदिवासीहरूले यो ठाउँलाई खुनियानी भनेर पनि भन्नुहुँदो रहेछ। हामी अहिले ताजमानियाको माउन्ट वेलिङ्टनमा छौँ। यहाँबाट हामी पुरा ताजमानिया देख्दछौँ। परमेश्वरको अति नै सुन्दरमय सृष्टि। जयमसी अहिले चाहिँ म ताजमानियाको जुन चाहिँ अस्ट्रेलियामा छ यो स्टेट, यो ठाउँ, अनि यो ठाउँमा चाहिँ भनिन्छ संसारकै सबैभन्दा क्लिन शुद्ध हावा छ। साँच्चै नै परमेश्वरको सृष्टि अति नै राम्रो छ, अति सुन्दर। पानी है, हावा, रुख, अनि यो ठाउँमा चाहिँ अनि एउटा सहर रहेछ जुन चाहिँ माउन्ट वेलिङ्टन डाँडाबाट हामी हेर्दछौँ। यो सहरको नाम ताजमानिया अति नै सुन्दर छ। परमेश्वरलाई धन्यवाद दिन्छु म। परमेश्वरलाई महिमा होस्। कलसीको पुस्तकमा लेखिएको छ कि सारा सृष्टि उहाँले सृजन भयो, बनिएको कुनै पनि थोक उहाँ बिना बनिएन। परमेश्वरलाई महिमा होस्। हालेलुया। यो ठाउँमा उभिएर पनि म परमेश्वरको महिमा गर्दछु। हालेलुया। प्रभुलाई महिमा होस्। आमेन।
अस्सी 1:16। किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्।